हेलो दर्शन नमस्ते, राधे राधे। यस्तो जाडो छ, चिसो मौसमको बावजुद हामी बाहिर सपिङ गर्नको लागि लिडल भन्ने मार्केटमा आएका छौँ। -3 डिग्रीमा झरेको छ। स्वाभाविक यस्तै चिसोमा पनि यहाँ त के बिरालाहरू जस्तो वातावरण भयो त्यस्तै अनुसारले जिउँदा रहेछन्। अनि हाम्रो मानव शरीरको लागि पनि के छ भने यो चिसोमा हाम्रो नेपाली दाजुभाइहरूको सोच भनेको चिसोमा अल्कोहल गरिसकेपछि पेय पदार्थ जस्तो बियर, अब भोड्का, रमहरू, हार्ड ड्रिङ्क सबै जिनिसहरू खाइसकेपछि तातिन्छ भन्ने सोच्छन् मान्छेहरूले। गलत हो जस्तो लाग्छ मलाई। हो कि नै मित्रहरू, मेरा हेर्ने दर्शकहरू, के हो राय सल्लाह दिनु होला। त्यसको साटो बिहानमा योगा एक्सर्साइज गर्नुपर्ने हो। गर्नेलाई पनि मर्लास् यो चिसोमा के गरेको भनेर हास्य व्यङ्ग्य उडाउनुहुन्छ, रेल्ला गर्नुहुन्छ। त्यही पनि म त गर्न छाड्दिनँ। साथीहरूले त्यो भने पनि म गरिरहेको छु। तर गर्नुपर्छ यो चिसोमा आफ्नो शरीरलाई अल्कोहलतिर भन्दा आफ्नो एक्सर्साइजतिर लागौँ भन्ने मेरो साथीहरूलाई पनि भन्न चाहन्छु। योगा एक्सर्साइजहरू गर्नुपर्छ यो चिसोमा।